हामी चाहिँ अहिले जङ्गलभित्र यहाँ प्रवेश गरिसकेका छौँ। यता धमाधम हिँड्दा के बाटो छैन क्या कति गरौँ भाग्यो कस्तो हेर सोल्टीहरू ऊ त्यहाँबाट उक्लिएको यहाँ आएर यस्तो सु जानु ला म चप्पल लाएर स्टेप हाम्रो स्टेप सर केटाहरू हिँड्नै नसक्नु भयो त्यहाँबाट यहाँ आउँदैछौँ यस्तो हालत छ टक्क हामी जङ्गलभित्र आइसकेका छौँ कति झाडी भएको यार ल केटा च्याउ गर्न आइयो च्याउ यस्तो गऱ्यौँ भयो अब च्याउ पो भेटाइने हो कि नभेटाइने हो। हेलो गाइज फाइनली च्याउ भेट्यो ओ च्याउ भेट्यो है फाइनली 3 घन्टा भयो हिँडेको। यता हाम्रो दुईवटा स्टेप सरहरूले भेटाएको रहेछ त्यही पनि यहाँ खन्दैछ म देखाउँछु है दाजुहरूलाई ठ्याक्क लगाएर अच्छा लामखुट्टेको टोकाएको देखाइयो यार यताबाट है ल हेरौँ है गाई च्याउ च्याउ देखाइदिनु पऱ्यो क्या ए होइन च्याउ यही चाहिँ होइन त ए निस्केको यस्तो यता पनि निस्केछ यता पनि निस्केछ यता पनि निस्केछ च्याउ है च्याउ कति हाँसेको भेटाएपछि त हाँस्नु पऱ्यो हो यता पनि च्याउ हेऱ्यो यता पनि हेरौँ न यहाँ च्याउ ल साथीहरू अब च्याउ भेट्यो अब हामीले यहाँ खन्छौँ स्टेप सरले खन्दैछ मिलाएर निकाल्छ गुल्टी नभएन एउटा पनि यहाँ आइसक्यो च्याउ भएको त ओहो हेरौँ त देउलेमा च्याउ ल फाइनली बल्ल खुसी भयो च्याउ भेट्यो आइज न त छिटो कस्तो यहाँ च्याउ भेटिसक्यो हरा घरै माउखेरि मसरुम हन्टिङ पुरा भइसक्यो हाम्रो मामा उताबाट आउँदैछ बाघ जस्तो खस्राक 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 गरेर कहाँ देखेको छैन बाघ आएको जस्तो बोल्न च्याउ भेटिसक्यो पुरै सुन हो यार केटाहरूले खन्दैछ अब हेर्दै गर्नु अहिले कति हुँदैछ ए गाई च्याउ भन्ने चिज यस्तो हुँदैछ टुप्पै टुप्पा निस्किँदैछ हेर केटा हो टुप्पै टुप्पा निस्किन्छ यार ए च्याउ यो पनि सबै च्याउ त अनि कस्तो निस्किँदैछ टुप्पै टुप्पा उता उता यता पनि च्याउ म चाहिँ भिडियो गर्ने बस्ने भएको छ है यता पनि च्याउ अझै उता पनि च्याउ छ अनि यहाँ त देखाउनै छ च्याउ हाम्रो सरले खन्दैछ निकाल्छ कसरी निकाल्छ है हान्ने हो सबै ल यो केटा आजको प्रगति मेहनत गरेर हाम्रो यता सरले बेट हाल्दै च्याउ धेरै भयो आएर बेट बनाउँदै छ कि यहाँ फेरि जे गर्ने मामाले गर्छ यहाँ यस्तो तामिसक्यो टुप्पै टुप्पा भएको यो हो नि च्याउ भनेको आफू त हाँस्दै बस्ने हो क्या स्टेप स्टेपमा देखाउनु मन लाग्ने क्या च्याउ भेटेको छु मस्किटोले यहाँ टोकेर यस्तो म चाहिँ यसरी पङ्खा पनि राखेको छु लास्ट टोकेछ यार के गर्ने त स्टेप स्टेपमा च्याउ देखाउनु मन लाग्यो झोला त म चाहिँ यहाँ पङ्खामा भएछु गाईहरू केटा धमाधम खनिरहेको मजाले खानु है ल साथीहरू फेरि चाहिँ भेटाइयो क्या च्याउ भेटाइयो हामीले खनौँ खनौँ च्याउ केटाहरूले खन्दैछ टक्क फेरि च्याउ भेटाइयो यहाँनिर अलिकति भयो नि हान नान तिमीले
मैले ठ्याक्कै टाढाबाट देखिसकेको थिएँ दुई ठाउँमा स्टेप भेटाइयो लरा निस्केको भएर के होइन भनेको हामीले त यहाँ फेरि त्यहाँ भेट्यो 2 घन्टा भेट्यो केटाले यहाँ रमेर ठक्क लाएर हामी चाहिँ अहिले भुसालकोट आछौँ लाएर भुसालकोट त नजान हामी त मृत्युली गयो त्यही भएर यहाँ चाहिँ भेटेको नि त त्यही जानु कहाँ त्यहाँ पहिला पनि हामीलाई त्यस्तै गरेको गरे पाइन भनेर के दुख्याको आफू त्यही जानु खोजेछ होला भन्दा लगाइ छ भुसालकोट चाहिँ हो यो चाहिँ त्यहाँ टिपेर अहिले त्यही भन्नुपर्छ है ल केटा यहाँ भेटाइयो फेरि 3 ठाउँ भयो भेटाएको अहिले यो चाहिँ बतेला अलि सरले खाँदैछ धुनु नि त पहिला के हो र हर्रा पानी खाऊँ न पानी भुसालकोटको वरिपरि भेटाइयो चाहिँ केटाहरूले स्टेपले खान्छ ओ स्याउला काटा मैले लामखुट्टे हेर टाउको भरे ल केटा हो हामी चाहिँ नास्ता खानु लाग्यो भर्खर यहाँ खोल्सा भेट्यो एउटा दामी अर्ग्यानिक पानी भुजा चौचौ छ यता लामखुट्टे लास्टै हान्यो ल त्यही हो च्याउ चाहिँ 3 ठाउँमा भेटाइएछ अहिलेसम्म अब कति भेटाइन्छ यता स्टेप सरले हेरौँ न यहाँ खाएको झ्याम त राख्यो है कति राम्रो यार ठाउँ फल ठाउँ केटा ल फेरि च्याउ भेट्यो कि यहाँ केटाहरू चल्दै आउँदै स्टेप र म चाहिँ यहाँ ओलिम्ते देख्थ्यो कि सर यता 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 त्यो त मैले भन्थेँ नि यता यता ओलिम्ते छ च्याउ ओलिम्ते छ यता पनि छ ल फेरि हामी यहाँ खान्छौँ